साथीहरू अस्ति भर्खरै राजावादीको एउटा आन्दोलन त सकियो। अब 26 गते चाहिँ अर्को आन्दोलन हुँदैछ जुन चाहिँ राप्रपाले गर्दैछ हैन। अब त्यो आन्दोलनमा एकजना दाइको चाहिँ सिक्री हराएर 2.5 तोलाको सिक्री हराइसकेपछि त्यो भिडियो चाहिँ धेरै सामाजिक सञ्जालमा एकदमै व्यापक रूपमा चाहिँ भाइरल भएको थियो हैन। र अहिले तत्कालै चाहिँ दाइले भनौँ भाइरल धेरै भइसकेको कारणले गर्दा दाइ चाहिँ टिकटक लाइभमा नि बसिराख्नु भएको छ र त्यहाँ तपाईँहरूले दाइको अहिले देखिराख्नु भयो होला फलोवर्स दिनका दिन कसरी बढिराखेको छ र दाइलाई लाइभमा पनि गिफ्टहरू कसरी आइरहेछ भन्ने कुरा होइन। दाइले त्यो दिन 2.5 तोलाको सुनको सिक्री त हराउनु भयो, तर अहिले दिनमा दाइले झन्डै 2.5 तोलाको चाहिँ दाम कमाइराख्नु भएको छ। त्यही भएर मान्छेको भाग्य भनेको कहिले खुल्छ केही थाहा हुँदैन साथीहरू। त्यही भएर कसैलाई केही नभनौँ होइन। कोही अहिले छ भनेर घमण्ड पनि नगरौँ होइन, छैन भनेर दुःखी पनि नहौँ। टाइम लाग्दैन फेरि हुनलाई। देखिहाल्नु भयो होला अहिले हाम्रो दाइलाई होइन, एक्जाम्पलको लागि दाइ हुनुहुन्छ, दाइ नै आफै यही कुरा भनिराख्नु भएको छ होइन। मैले त यो सोच्दै सकिँदिनँ, जे पनि मेरो सिक्री हरायो ठिकै छ, तर म भाइरल भएँ त्यसले गर्दाखेरि मलाई यो सिक्रीको अहिले मतलबै केही लागेको छैन भनिराख्नु भएको छ। त्यही भएर साथीभाइहरू पनि अब कस्तो भने अलिक धेरै छैन भने नि यसो होइन, थोरै भए पनि यसो सिक्री सुनको सिक्री भए नि अथवा सुनको केही चिजहरू लाएर जानु भइहाल्यो भने होइन, पछि अनि त्यो फेरि त्यसरी नै चोरले लुटी गयो भने चाहिँ अनि क्यामेरामा ठ्याक्कसँगले यो कुरा आयो भने फेरि पनि तपाईँहरूको नि यस्तै सुनौलो अवसर आउनसक्छ होइन। अब आन्दोलनमा जाँदा चाहिँ त्यो तरिकाले जानु होला होइन। त्यो जे भए पनि मान्छेको मैले भन्न खोजेको यो चाहिँ एउटा जोक मात्रै हो। अहिलेको चाहिँ भन्न खोजेको कुरा के हो भने मान्छेको भनौँ भाग्य परिवर्तन हुनको लागि समय लाग्दो रहेनछ भन्ने कुरा चाहिँ बुझिँदैछ है त। देखिहाल्नु होला तपाईँले हाम्रो दाइलाई।